सबैभन्दा धेरै बोल्ने मान्छे म। आज भोलि कोही आएर बोलिदिँदा पनि कति बोलेको होला जस्तो लाग्छ। सबैलाई हँसाउने मान्छे म आज भोलि आफैले हाँस्न भुलेको छु। थाहा छैन के भएको छ मलाई। सपना थियो संसार घुम्ने, तर बन्द अँध्यारो कोठाभित्र आफूलाई थुन्ने गरेको छु। पहिला सबैको प्यारो हुन मन लाग्थ्यो, तर आज भोलि सबैदेखि आफै टाढिँदै गएको छु। भिडभाड होइन, एकान्त मन पर्न थालेको छ। कसैको साथमा होइन, एक्लै हिँड्ने बानी लाग्न थालेको छ। न कसैप्रति गुनासो छ, न कसैप्रति आश। एक्लोपनमै रमाउन थालेर होला सायद कसैको झुटो साथ भन्दा एक्लोपनमै जिन्दगी रमाइलो हुँदो रहेछ भन्ने कुरा बुझ्न थालेको छु। बोल्दैन, बदलिएको छ, ठुलो भएको छ भनेर नसोच्नु। बदलिएर ठुलो भएर बोल्न छाडेको होइन। कुनै कुनै प्रश्नको उत्तर मन रहनु नै सबैभन्दा ठुलो कुरा रहेछ भन्ने कुरा